झोपडी रहेछ अनि त्यस्तो एकछिन बाटोमा हिँडिरहेछ त्यसलाई आएर ढ्याममा गाडी निकालिदियो अनि अनि खसेर नजिक जाऊ न डेट हो गया डेट मेहरबानी ठीक हो एकादशमा एउटा बाबा र एउटा छोरा छ बाबाको नाम चाहिँ चेरी छ छोराको नाम चाहिँ जेरी छ हैन सुवान ए सुवान थियो अनि लेखापछि अनि बाबाले त्यो सुवानलाई पापामा ढ्याम पिट्नु भयो हैन हाक गर न सुवानलाई नि जाऊ हाक गर सुवानलाई यो सुवानलाई जा त सुवान पापड लिएर आइज भन्यो अनि सुवान चाहिँ पापड भन्दै गयो एउटा डुलोमा खान्छ झापड भन्दै गयो पसलमा अनि पसल वालाले भन्यो अंकलले एउटा झापड दिनु न भन्यो सुवानलाई चाहिँ अंकलले पैसा दुकानदारले एउटा झापड दियो त्यसपछि फेरि घुम्दै रोइदै बाबा भसको बाबा मलाई पिच्यो भन्यो अनि फेरि त्यसको बाबा त्यही दुकानमा गयो अनि त्यसलाई ढ्याम हानेर हैन हानेर ढ्याम लडाइदियो अनि त्यसपछि फेरि बाबाले जेरी लिएर आउँदा भनेर पठाइदियो ऊ चाहिँ हिँड्दै जरी भन्दा फेरि गड्डामा खस्यो फेरि उक्ल्यो फेरि अंकल मलाई फेरि दौड्नु नभने लज्जा फेरि भन्छ के गर्छ एकादशमा एउटा मान्छे थियो त्यो जाँदै एउटा मान्छेले त्यसको नाम त असेस अर्को जाँदै पसेस अनि असेसबाट फेरि त्यो अर्कोलाई असेस आइछ अनि जति सोसिस आइछ अनि सोसिस भरि खानी अनि चाहिँ वहाँ चारवटा सुँगुर देखेछ एउटाको नाम थियो दुईवटा सुँगुर थियो एउटाको नाम थियो दरबार अर्को नाम ओइ उड्न दाइले बनाएको मैले केसले एकादशमा एउटा सुवान बस्थ्यो अनि त्यसको बाबा सुवान थियो अनि त्यसको बाबाले भन्नुभयो त्यसलाई यता हाम्रो घर छ अनि यता हाम्रो भाइहरू खेलिरहनु भएको छ के बनाइरहेको हामी पहाड बनाइरहेको के बनाइरहेको रे हामी पहाड बनाइरहेको हो पहाडको सेप त दिनु पर्यो ल अनि हामीले खेलाउन बाला प्लास्टिक बालाको हेर्न म चाहिँ हेर्दै बस्छु हो पिच बन्नला हो हेर्दै बस्ने मान्छे है हैन हाम्रो मालिक त यो दिदी हो म चाहिँ मालिक हामीलाई काम लगाउन गरिरहेको ओके यो दिदी हामी काम लगाइदिनु म चाहिँ लडे गाई चढी मेरो एउटा खुट्टा भाँचियो मेरो एउटा दादाको खुट्टा भाँचियो नि गाई इलाज गर्नको लागि एउटा लाइक दिनु लाइक एन्ड सब्स्क्राइब गर्नु होला हामी कति मेहनत गर्छौं एउटा लाइक एन्ड सब्स्क्राइब त भन्छ ओ पहाड बन्यो पहाड बनाउन है हामी देख्दैन पहाड त बनाउन अब यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ म छु गाई हेलो गाइस आज हेर है हामीले उसको दर्पण गर्दै मालाले हामी चाहिँ खेल्न हैन कति चिप्ले बाजा आगे यो पानीमा छोड्दै भाग्छ के साथै भिड्न लाग्यो यहाँ चिप्ली हाल्छ एउटा माछा यहाँ चिप्किन्थ्यो गाई थियो वाला हैन अर्को वाला चिप्किन्थ्यो
यहाँ सारो वाला माछा यार इसको यहाँ दिदी दुर्गेशलाई पठाइदिनु न कता चिप्ले माछा हो कि सारले मिल्दैन यसलाई ऊपर से गया मच्छी यो देखिए हाम्रो माछाहरी छलाङ मार्दिन्छ ऊपर से आया माछा अरे छलाङ मार दिया छलाङ मार आज देती है बाय सॉरी हेलो गाइस हेलो माय ये मैले अहिले हातमा राखेको यस्तो गरेर चिप्ले हाल्छ चिप्ले गरेर चिप्ले माछा हैन भोटी माछा हो भोटी माछा हो चिप्ले र भोटी माछा हो कि चिप्ले मरिसक्यो गाइस हाम्रो दुईटा थियो एउटा मर्यो मेरो त माथिबाटै उलेर कहाँ भाग्यो गाइस हामी यसलाई समात्ने हाम्रो भाइको मात्रै मेरो भन्नु त मेरो भाइको मात्रै छलाङमा मेरो भाइको मात्रै छलाङमा चाहिँ मुख हेर्नु न है यसको मुख हेर्नु गाइस यसको कस्तो मुख हो कि मुख हेर्नु न टोक्छ पनि गाइस यस्तै यसको यसको जुङ्गा पनि छ हेर्नु गाइस जुङ्गा गाइस जुङ्गा इधरमा गाइस यसको जुङ्गा सानो बुन्टे जुङ्गा पानीमा आयो भने चाहिँ ठुलो देखिन्छ पानीमा हेर्नुहोस् अहिले हेर्नु माछा कि यसको म चाहिँ माछा पकाएर आएको कि अङ्कलसँग हेर्नु यसको अझै हो कि हेर्नु अरू पनि देख कालो कालो क्या डिजाइन हो कि पुरा चिप्ले माछा हो कि अङ्कलले चिप्लोले हेर्नु अरू चाहिँ उता पाकिरह माछा यहाँ चाहिँ पाकिरह यो